हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ साउनको पहिलो सोमबार, त्यही भएर हामी जाँदैछौँ मन्दिर। नानीले हाई गरिसकिन्, मन्दिर जानलाई हामी रेडी भएर निस्केर गयौँ। निस्केर जाँदाखेरि साथी र म जाने कुरो थियो, साथी हुनु भएको रहन्छ रेडी। त्यसपछि हामी पर्नु पर्यो कुर्न साथीलाई कुरेर बसिरहेको थियौँ। अनि त्यो साथी रेडी हुने बेलासम्म हामीले के गर्यौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। नानी र मैले यसरी टाइम पास गऱ्यौँ। एकछिनपछि मन्दिर पनि पुग्यौँ। नानीलाई लाग्यौँ रुन। नानीलाई लगेर गएको, नानी रोएर मम्मुलाई पूजा गर्न नदिने भन्दै थिइन्, तर पनि मैले फकाएर नानीलाई बोलाउँदै थिएँ। त्यसपछि साथीलाई भिडियो खिच है भनेर मैले मोबाइल दिएको, साथीले खै के खिच्नुभयो, कुनै भिडियो पनि रहेनछ। अनि आजको दिनको भिडियो, त्यसपछिको भिडियो छैन। अनि लाग्यौँ हामी सिधै इभिनिङमा जाँदाखेरि हामी के गर्यौँ त भन्दा, बेलुकाको समयमा हामी निस्क्यौँ घुम्न गयौँ। यो पसलमा चाहिँ यति मिठो चटपटे पाउँछ कि म जहिले पनि प्रायः जसो चटपटे खान मन लाग्यो भने कुदेर हामी आएर चटपटे खाएर जान्छौँ। चटपटे खायौँ। त्यसपछि हामी यसो यताउता भिडियोहरू खिच्दै रमाइलो गर्दै नानी र म बाइकमा बसेर सरर निस्किने कुरो भयो। निस्किने क्रममा हामी आफ्नो बाइक नजिक पुगेर यसरी सरर निस्क्यौँ। म चाहिँ पछि भिडियो खिच्दै अहिले खेतहरू रोपेर होइन यति रमाइलो जस्तो भइरहेछ कि तराईको इन्भाइरोमेन्ट हेर्नुहोस् है, कति मजा आनन्द हुने ठाउँ छ। त्यसपछि हामी बाइकमा हिँड्दै गयौँ। म चाहिँ भिडियो खिच्दै गएँ। अनि हेर्नुहोस् है त साथीहरू, अब यहाँ के हुँदैछ भन्दा खेतहरू रोपेर सक्यो। अनि हावापानी भन्नुहुन्छ भने तराईमा अहिले गर्मी के हो थाहा छैन, आनन्द छ बस्नलाई, धेरै शीतल छ। अहिलेको समयमा यहाँ गाईहरू कुदेर हिँड्दै थियो, गोरुहरू हिँडिरहेको थिए है। बाटोमा यस्तो साँझ पऱ्यो नि त, सबै आफ्नो गुडतिर जाँदै थिए, आफ्नो घरतिर जाँदै थिए। हामी पनि आफ्नो घरतिर जानलाई हिँडिरहेको थियौँ। पछाडि भिडियो खिच्दै यता ट्र्याक्टरले जोतिरहेको थियो, कुनै ठाउँमा बिउ उखालिरहेको थियो, कुनै ठाउँमा खेत रोपिरहेको थियो। यस्तो राम्रो छ नि अहिले, बाबरे गाउँतिर जाँदाखेरि चाहिँ यति आनन्द आउँछ। मलाई चाहिँ कति मान्छेहरू रोपेर फर्किँदै हुनुहुन्थ्यो। म चाहिँ भिडियो खिच्दै निस्केँ। यहाँ घर थियो सानो, हेर्नुहोस् कति राम्रो छ है त हाम्रो नेपाल सुन्दर छ, नेपाल शान्त छ, नेपाल विशाल छ भन्ने त मेरो भनाइ। यहाँ बाख्राहरू पालिरहेको रहेछ। फेरि हामी यसरी आयौँ। आउँदै गर्दाखेरि त अब खेतहरू सक्यो, अब चाहिँ गाउँ लाग्न थाल्यो, घरहरू धेरै देखिन थाले। यहाँ एउटा अस्ति हामी आएको मन्दिर पनि यही थियो। यो मन्दिरको भिडियो सबै डिलिट भएछ साथीहरू।